नमस्ते। नेपाल 7वटा प्रदेशमा बाँडिएको छ, तर आखिर यो एउटै देशको रूपमा कसरी चलिरहेको छ त? आज हामी फेडरेसनको त्यही अदृश्य धागोको बारेमा कुरा गर्दैछौँ, जसले प्रदेशहरूलाई एक अर्कासँग जोडेर राख्छ। हो, यही हो अन्तर्प्रादेशिक सम्बन्ध। आउनुहोस्, यो कसरी काम गर्छ, अलि गहिरिएर बुझौँ। सोच्नुस् त, नेपालको हरेक प्रदेशको आफ्नै पहिचान छ। कतै हिमाल, कतै पहाड, कतै तराई। प्राकृतिक स्रोत, संस्कृति अनि आर्थिक क्षमतामा पनि सबै फरक छन्। यो विविधता नै हाम्रो राष्ट्रको सबैभन्दा ठूलो सम्पत्ति हो। तर यसले एउटा महत्त्वपूर्ण चुनौती पनि खडा गर्छ। यी अलग-अलग पहिचानहरूलाई कसरी एउटै बलियो राष्ट्रमा एकताबद्ध बनाएर राख्ने? हो, आजको हाम्रो मूल प्रश्न नै यही हो। सङ्घीयता भनेको केवल नक्सामा केही धर्साहरू कोर्नु मात्रै त होइन, यो त एउटा यस्तो प्रणाली हो जसले यी सबै प्रदेशहरूलाई एउटै मालामा उनेर एउटा बलियो राष्ट्र बनाउँछ। त्यसो भए यो सहकार्यको वास्तविक आधार चाहिँ के हो त? यसको उत्तर हाम्रो संविधानमा नै लुकेको छ, जसलाई अन्तर्प्रादेशिक सम्बन्ध भनिन्छ। यो खालि एउटा शब्द मात्रै होइन, यो त एउटा सिङ्गो सिद्धान्त हो। यसले भन्छ कि सबै प्रदेशहरू सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा चल्नुपर्छ। यसको मतलब के हो भने कुनै पनि प्रदेशले आफूलाई छुट्टै टापुको रूपमा हेर्नै सक्दैन। सबै एकअर्कासँग जोडिएका छन्। ल, अब यी सम्बन्धहरूलाई बलियो बनाउन संविधानले 3वटा मुख्य आधारस्तम्भहरू तोकेको छ। आउनुहोस्, एक एक गरेर हेरौँ के हुन् त यी स्तम्भहरू। पहिलो र सायद सबैभन्दा महत्त्वपूर्ण स्तम्भ हो सामाजिक सांस्कृतिक सम्बन्ध। यो कुनै कानुन वा नियमले भन्दा पनि मानिस बीचको सम्बन्धले बनेको हुन्छ। यसले प्रदेशहरूको राजनीतिक सिमानालाई नाघेर हामी सबै पहिला नेपाली हौँ भन्ने भावनालाई बलियो बनाउँछ। अब यो सिद्धान्तको व्यावहारिक अर्थ के हो त? मतलब कोशी प्रदेशको कुनै नागरिकले सुदूरपश्चिममा गएर बिना कुनै रोकटोक बस्न र काम गर्न पाउँछ। एउटा प्रदेशको संस्कृति अर्को प्रदेशको पनि साझा सम्पत्ति बन्छ र जब देशमा कुनै विपत्ति आइपर्छ, सबै प्रदेशहरूले एक अर्कालाई सहयोग गर्नु उनीहरूको कर्तव्य हो, जसले राष्ट्रिय एकतालाई साँच्चै जीवन्त राख्छ। अब कुरा गरौँ दोस्रो स्तम्भको, जुन हो आर्थिक सम्बन्ध। कुनै पनि देशको समृद्धिको लागि त्यसको अर्थतन्त्र एक हुनु एकदमै जरुरी छ। हाम्रा प्रदेशहरू आर्थिक रूपमा एकअर्कासँग जोडिएका छन् र एकअर्काप्रति निर्भर पनि छन्। संविधानको यो धाराले त भनौँ न सम्पूर्ण आर्थिक सम्बन्धको सार नै बताउँछ। यसले प्रष्टसँग भन्छ कि एउटा प्रदेशले अर्को प्रदेशमा जाने सामान वा सेवामा कुनै पनि किसिमको कर वा बाधा अवरोध लगाउन पाउँदैन। यसले सिङ्गो नेपाललाई एउटै साझा बजारको रूपमा स्थापित गर्छ, जहाँ व्यापार र व्यवसाय स्वतन्त्र रूपमा फस्टाउन सक्छ। यी सबै आर्थिक नियमहरूको पछाडि एउटा सरल तर एकदमै शक्तिशाली लक्ष्य छ। त्यो हो हरेक नेपालीले आफ्नो सिप र लगानी देशको जुनसुकै कुनामा बिना कुनै बाधा प्रयोग गर्न सकोस्। यसले स्रोत साधनको समानुपातिक वितरण सुनिश्चित गर्दै राष्ट्रिय आर्थिक विकासलाई गति दिन्छ। तेस्रो र अन्तिम स्तम्भ हो वातावरण संरक्षण। प्रकृतिले कहाँ राजनीतिक सिमाना चिन्छ र, होइन? एउटा नदी धेरै प्रदेशहरू भएर बग्छ, एउटा जङ्गलको प्रभाव अर्को प्रदेशमा पनि पर्छ। त्यसैले वातावरणीय सुरक्षा भनेको सबैको साझा जिम्मेवारी हो। यो अन्तर्निर्भरताको एउटा गजबको उदाहरण हो। सोच्नुहोस् त, कर्णाली प्रदेशको घना जङ्गलले बागमती प्रदेशको औद्योगिकरणबाट निस्किने प्रदूषणलाई सोच्न मद्दत गर्न सक्छ। हो, यसरी नै एउटा प्रदेशको प्राकृतिक सम्पदा अर्को प्रदेशको दिगो विकासको आधार बन्न पुग्छ। ल, हामीले सम्बन्धका 3 स्तम्भहरू त हेर्यौं, तर प्रश्न उठ्छ, यी सम्बन्धहरूलाई व्यवहारमा कसरी लागू गरिन्छ त? यसका लागि संविधानले केही स्पष्ट कर्तव्यहरू नै तोकिदिएको छ। यी 3 कर्तव्यहरू सहयोग, सञ्चार र सम्मान, यी नै हुन् अन्तर्प्रादेशिक सम्बन्धको मेरुदण्ड। याद राखौँ, यी केवल राम्रा विचारहरू मात्र होइनन्, यी त हरेक प्रदेशले पालना गर्नै पर्ने संवैधानिक बाध्यता हुन्। यसले नै यो पुरै प्रणालीलाई सहज रूपमा चल्न मद्दत गर्छ। अब जब धेरै पक्षहरूले सँगै काम गर्छन्, कहिलेकाहीँ विवादहरू पनि त हुन्छन् नि, होइन? चाहे त्यो पानीको बँडफाँडको कुरा होस् वा स्रोतको प्रयोगको, यस्ता विवादहरूलाई समाधान गर्न पनि एउटा स्पष्ट संयन्त्रको व्यवस्था गरिएको छ। यो संयन्त्रलाई अन्तर्प्रदेश परिषद भनिन्छ।
अब यसको संरचना हेर्नुस् त कति महत्त्वपूर्ण छ। प्रधानमन्त्रीले अध्यक्षता गर्नुहुन्छ भने सङ्घीय गृहमन्त्री, अर्थमन्त्री र सबै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य हुन्छन्। यो संरचनाले नै के स्पष्ट पार्छ भने प्रदेशहरू बीचको कुनै पनि गम्भीर विवादलाई राष्ट्रिय स्तरमा उच्च प्राथमिकता दिएर समाधान खोजिन्छ। ल, हामीले यो सम्पूर्ण संरचना र प्रणालीको बारेमा त कुरा गर्यौं। अब अन्त्यमा फेरि एकपटक सोचौं, यो सबै कुरा आखिर किन यति धेरै महत्त्वपूर्ण छ त? अन्ततः यी सबै नियम र संरचनाहरूको महत्त्व के हो त? बलियो अन्तर्प्रादेशिक सम्बन्धले नै स्रोतको निष्पक्ष बाँडफाँड, दिगो विकास र सामाजिक सद्भाव सुनिश्चित गर्छ। जब प्रदेशहरूले एक अर्काको हात समाएर अघि बढ्छन् तब मात्र देशले गरिबी, बेरोजगारी र असमानता जस्ता साझा शत्रुहरूलाई परास्त गर्न सक्छ। र जाँदा जाँदै एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। आजको यो विश्लेषणपछि के साँच्चै बलियो र सहयोगात्मक अन्तर्प्रादेशिक सम्बन्ध बिना एक समृद्ध र एकीकृत नेपालको कल्पना गर्न सकिएला? सायद यो प्रश्नको उत्तरले नै नेपालको भविष्यको दिशा निर्धारण गर्नेछ।